यो चाहिँ फार्पिङ जाँदै गर्दाको भिडियो। अब यहाँदेखि चाहिँ सुरु हुन्छ हाम्रो फार्पिङको यात्रा। त्यहाँदेखि यात्रामा पुगेर अलिक अगाडि पुगेपछि यहाँनिर बालेन शाहले सबै भत्काउँदै गरेको अवस्था, डोजरहरू कुद्दै गरेको, मान्छेहरू कुद्दै गरेको, नगरपालिकाको पुलिसहरू पनि कुद्दै गरेको। त्यहाँबाट मेरो पहिलो दर्शन सुरु हुन्छ। यहाँबाट दर्शन सुरु हुँदा हुँदै त्यहाँबाट म दर्शन गर्नलाई भित्र छिर्दै गरेको अवस्था। छिरिसकेर चाहिँ त्यहाँ छिरिसकेर दर्शन गर्दैछु। गरेर अब त्यहाँ हेर्दैछु। त्यो चाहिँ खासमा भन्नुपर्दाखेरि गुरु रिम्पोछेको खुट्टा छ अरे त्योभित्र, उसको खुट्टाको नक्सा छ अरे। अनि त्यो नक्सा हेर्दै गर्दाखेरि चाहिँ अब त्यहाँनिर धेरै मान्छे थियो। उनीहरूको पछाडि छु म, उनीहरूको पछाडि छु। उनीहरूको पछाडिबाट चाहिँ म अब जाने हो। एकछिनमा त्यहाँनिर वेट गरिरहेको छु केही छिनको लागि। अब त्यो दर्शन गरिसकेर फेरि अर्को ठाउँमा यहाँनिर दर्शन गर्नलाई पसिरहेको छु भित्र। अब दर्शन ढोकेर चाहिँ बाहिर निस्किन खोज्दैछु म। त्यहाँबाट निस्किनु खोज्दाखेरि चाहिँ म फार्पिङको अब एकदम रमाइलो दृश्यहरू देखिन्छ है। देख्दा देख्दै यसो हेरेर बाहिरबाट अब निस्किने हो। त्यहाँबाट मजा आइरहेछ जे होस् होइन, जस्तो भए पनि जे भए पनि अरू सबै नगरे पनि सब्सक्राइब चाहिँ गरिदिनु होला गाइज होइन। जस्तोसुकै भए पनि अब राम्रो नराम्रो कस्तो हुन्छ होइन। अनि त्यहाँ अब ढोक्ने सुरु भइरहेछ मेरो, ढोक्ने कार्यक्रम। अब अरू त के माग्नु, चाँडै युट्युबको फलोवर्स बढोस् भनेर भनेको छु मैले, सब्सक्राइब बढोस् भनेको छु। पैसा पनि चढाउनु लागिरहेको छु। अब पैसा चाहिँ मेरो गोजीबाट कति निक्लिन्छ भने एकैचोटि 40 लाख निक्लिन्छ है गाइज। त्यो चाहिँ देखाएको छैन मैले होइन, गोजीबाट फेरि भित्र छिर्दैछ। अब यहाँबाट अर्को ठाउँमा पनि दर्शन गर्न सिकिरहेको छु म, ढोक्दैछु त्यहाँनिर। फलिफाप होस्, राम्रो होस् भनेर होइन। तपाईँहरूलाई पनि यदि फार्पिङको ठाउँहरू मनपर्छ भने आउन सक्नुहुन्छ होइन। सबैजना त्यहाँ एकजना दिदी भिडियोमा आएर बिचरा हाँस्दै हुनुहुन्छ। अब त्यहाँबाट निक्लिनु लागिरहेको छु म। निक्लेर अलिक मासतिर पुग्नु लागेको छ। अब जानु लागेको छु उकालो माथितिर लुङदर चढाउनलाई। लुङदर चढाउँदै अब निस्किँदै हामी हेर्दै आउँछ। अनि त्यहाँबाट निस्किएर एउटा बत्ती पनि बाल्नु मन लाग्यो फेरि मलाई। अब बत्ती पनि बाल्दैछु। बत्ती बालेर त्यहाँनिर अब पानी चढाउँदैछु भगवान्लाई है, पानी चढाउँदैछु। अब त्यहाँबाट पानी चढाएर चाहिँ अब निस्केँ। जुत्ता चाहिँ खोल्नु बिर्सिएछ, त्यसमा सरी होइन। अर्कोचोटि जहाँ चाहिँ जुत्ता खोल्नुलाई के अरे बत्ती बालेर पैसा दिँदैछु म त्यहाँ। अब पैसा दिएर अब निस्केँ म बाहिर निस्केँ। त्यहाँनिर अलिकति हेर्न पनि सक्नुहुन्छ। त्यहाँबाट माथि डाँडामा यहाँनिर चाहिँ साङ चढाउँदैछु म। अब साङले बालेपछि चाहिँ अलिक धेरै फलिफाप हुन्छ अरे भन्ने सुनिन्छ। के अरे फलिफाप त के होस् सम्झिने। त्यहाँ आएँ। त्यहाँबाट बाहिर निस्केपछि अब त्यहाँ हाल्दैछु म। हालेर त्यहाँ बुढीले भिडियो बनाउँदैछ मेरो। अब मासतिर लुङदर चढाउनु जाँदैछु म। यो सकेपछि सकेर अब चढायो त्यहाँ। अब त्यहाँबाट फेरि अझै माथि जाँदैछु। त्यो सिद्धियो। अब अरू बाँकी चाहिँ अर्को ठाउँ चढाउनुलाई। अब त्यहाँबाट माथिल्लो डाँडातिर जाने प्रोग्राम भइरहेछ हाम्रो। अब पुरा भइरहेछ माथि डाँडातिर जाने भनेर। त्यहाँ भ्यूहरू हेर्नुहोस् कस्तो दामी देखेको है। आज दिन पनि उब्रेको एकदम राम्रो पनि भयो क्या फेरि होइन, एकदम राम्रो पनि भयो। अब त्यहाँबाट अझै माथि मस्त उयो गरिरहेछ के अरे लुङदरहरू चढाइरहेको ठाउँ है। त्यहाँबाट उकालो लाग्छु म। त्यहाँदेखि अझै माथि गएपछि चाहिँ रमाइलो भइरहेछ त्यहाँनिर एकदम। अब है फोटोसोटो खिच्ने, चढाउने, हेर्ने होइन। अब एकदम बवाल छ, बवाल भइरहेछ त्यहाँनिर, मजा भइरहेछ। उकालो लाग्दैछु म, उकालो लाग्दैछु माथि, उकालो लाग्दैछु। त्यहाँ अलिक माथि गएपछि चाहिँ त्यहाँनिर अब रमाइलो दृश्यहरू देखिन्छ। त्यहाँनिर अब फार्पिङ भन्दो रहेछ त्यहाँको खास नाम चाहिँ। त्योहरू हेर्छु म होइन, त्योहरू हेर्छु। माथि लुङदर चढाउने ठाउँमा जान्छु। अरू दिदीहरू चाहिँ चढाउनु गइसक्यो। अनि त्यहाँ चढाउने कार्यक्रम हुन्छ हाम्रो। त्यहाँदेखि अझ माथि गयो भने चाहिँ, अझ माथि गएपछि चाहिँ बच्चाहरू पनि भेटिन्छ हो। बच्चाहरू घुम्दै गरेको
नसकी भयो नि उकालो चढ्छु। यहाँबाट चाहिँ फेरि मेरो के स्टार्ट हुन्छ, हल्का नाटक है, हल्का रमाइलोपन। अब त्यहाँनिर यस्तो त्यस्तो हेनतेन, अब त्यो सब्सक्राइब गरिदिनु के ह्याक्राम बाक्राम भनेर हुन्छु मैले। त्यहाँबाट अझ माथि जान्छु बिस्तारै हिँड्दै, अझै माथि गएर बिस्तारै हिँड्दै अब बुढी भिडियो गर्दै आइरहेको छ। म ह्याक्राम बाक्राम बोल्दै हिँडिरहेको छु है। अझै माथि गएपछि यो ठाउँको नामहरू यस्तो उस्तो फल्ना डिस्का भन्दै हिँडिरहेको छु बोल्दै। त्यहाँ बोलेकोले गर्दा अलिक राम्रो सुनिँदैन होला भनेर तल आएर थपेको मैले अहिले रेकर्डिङ गरेको। माथि जाँदैछु, अझै लोङदरहरू हल्लिरहेछ है, कति रमाइलो भइरहेछ। डाँडामा अझ रमाइलो होला माथि। अनि त्यहाँबाट जाउँ डाँडामा अझ रमाइलो माथि गएपछि झन् मिठो रमाइलो। अनि त्यहाँदेखि अब माथितिर गएर त्यहाँनिर सबै जोडी अब कोही के माग्ने होला, कोही के माग्ने होला बिचराहरू होइन, घुमिरहेको हुन्छ, हेरिरहेको हुन्छ। अझै त्यहाँ फार्पिङ देखेको छु त्यो माथिको बोर्डमा चाहिँ, त्यो चाहिँ देखाउन सकेन, लेकिन दोबाट देखाएको भए देख्थ्यो होला। त्यहाँबाट अझै माथि गइरहेको हुन्छु, अझै माथि गएर चाहिँ हेर्ने हुन्छ। त्यहाँबाट उँधो देखाएको एकदम रमाइलो राम्रो पनि होइन। भिडियो पनि धेरै लामो भयो है। अब मान्छे चढ्दैछ, म पनि चढ्दैछु उकालो, जानु पऱ्यो नि त, यसो हेर्नु पऱ्यो कस्तो रहेछ माथि। अझै माथि जाने, माथिसम्म गएपछि कस्तो रहेछ भन्ने माथि गइरहेको। त्यसको नाम रहेछ फार्पिङ भनेर। एकदम रमाइलो दृश्य देखियो उहाँको नाम चाहिँ। अब मासतिर देखाइरहेको छु, उतातिर झन् राम्रो रहेछ भन्दै। बुढी पनि पछि आइरहेछ, म अगाडि हिँडिरहेको छु, हिँड्दै गइरहेको छु। अनि अझै माथि चाहिँ गयो, अझै माथि डाँडामा पुगेर एकछिन बसेको हुन्छ। त्यहाँनिर रमाइलो दृश्य पनि हुन्छ, मजा नै आउँछ। अनि अझै माथि गएर त्यहाँ बसिरहेको हुन्छु म, बुढी तलबाट भिडियो गर्दै आइरहेको हुन्छ। अनि बोकेर त्यसको नाम बनबारा भन्ने चिज अरे, पाइल्सहरू के रोक्नेको हुन्छ भन्दो रहेछ। त्यो के हो थाहा छैन, बनबारा यसको नाम चाहिँ होइन। पाइल्स सुगर सबै ठिक हुन्छ अरे त्यसले चाहिँ भन्ने कुरा गर्दो रहेछ, थाहा छैन। अनि त्यहाँबाट अझै माथि गएको हुन्छु म, अझै माथि गएर अझै भिडियो बनिरहेछ, कन्टिन्यू चलिरहेको। त्यहाँबाट बसिन्छु, बसेर फेरि बुढी पनि आउँछ। बुढी र मेरो भनिरहेको छ त्यहाँनिर, अब बुढी भिडियो बनाऊ अरे, भिडियो बनाइरहेको छु म। अझ माथि अहिले एकछिनमा फेरि त्यहाँ अब जिस्किन भइरहेको छ के दुनियाँ थरी बोल्ने नबोल्ने त्यस्तै कुराहरू चल्छ। त्यहाँबाट अझ माथि गइन्छ फेरि एकछिनमा। अब उठ्छु म, उठेर फेरि अलिकति माथि त्यहाँनिर भिर अब हेर्नु न कस्तो दामी है, पोखराहरू पनि ढुङ्गाहरू पनि कस्तो बबाल। अब यहाँ यो चाहिँ हाम्रो फेरि दिदी हो, यो दिदी ढोग्नु जाँदैछ भित्र, त्यो गुफा बस्ने ठाउँ रहेछ, दामी रहेछ। त्यहाँनिर चाहिँ दिदी ढोग्नु जाँदैछ। अनि दिदीको साथी चाहिँ त्यहाँ ढोग्दैछ। अनि त्यहाँबाट एकछिनमा चाहिँ अनि म पनि पस्छु त्यहाँनिर, अलिकति अलिक टाढै छ, लामै भएछ भिडियो पनि। त्यहाँबाट मेरो पालि आउँछ, अब मेरो पालि आयो, म पनि ढोग्नु गएँ। अलिक बोल्छु त्यहाँ म बेसी, त्यहाँनिर सबैजना उयो गरेर बसेछ, भक्तहरू के अरे पुरै साइलेन्टमा बस्दो रहेछ। म चाहिँ प्याक बोल्छु त्यहाँनिर। त्यो बोल्दा चाहिँ मेरो बुढी कराउँछ फेरि। बिस्तारै गएर भित्र अब फुल लिएर आइज भन्छ, मलाई डर लाग्छ त्यहाँ मान्छे धेरै बसेकोले गर्दाखेरि। परैबाट ढोग्छु, ढोगेर बाहिर निक्लिन्छु। त्यहाँबाट बुढी कराउँछ, अनि कराउनु हुँदैन नि, त्यहाँभित्र बोल्नु हुँदैन, मान्छे ध्यान गरेर बसेको हुन्छ भन्छ। अब के थाहा त आफूलाई है, पेत्र बोलिहाल्यो। त्यहाँबाट बाहिर निस्किन्छु, अब ढोगेर बाहिर निस्केर